हेलो नमस्ते सबैजनालाई ह्यापी न्यू इयर। आज चाहिँ हामी पिकनिकको लागि चाहिँ यात्रा गर्दैछौँ। अब चाहिँ हामी त्यो ठाउँमा पुगेर सबैजना दाउरा खोज्दैछौँ जङ्गलमा। सानो सानो दाउरा टिपेर ल्याइसकेका छौँ। यता चाहिँ पछि आउने टिमले चाहिँ पुरा लाली गुराँसको बोटसहित आउनुभयो हाम्रो आमाहरू। अनि त्यसपछि बसाल्दै अब भिडियो बनाउनको लागि तयारी हुँदै हुनुहुन्थ्यो। यता चाहिँ हाम्रो कुकम्यानहरूले चाहिँ पुरा मासु देखाइराख्नु भएको छ। अनि हाम्रो आमाहरू चाहिँ पुरा भिडियो बनाउनको लागि चाहिँ डोकोमा लाली गुराँस हालेर सबैजना लाइन भाइ लाइन चाहिँ उभिएर चाहिँ भिडियोको लागि चाहिँ रेडी हुँदै हुनुहुन्थ्यो। हाम्रो पुष्पा खाना पकाउने राम्रो माइजू त्यसले झन् कति सुहाएको। मुस्कान हेर्दा अनि यता चाहिँ हाम्रो आमाहरूलाई चाहिँ भिडियो बनाएर पुगेको छैन अरे, पुरा सबै जोसेर चाहिँ। अनि मैले चाहिँ भिडियो बनाइदिएको सबैजनालाई देख्ने गरेर। अनि त्यसपछि चाहिँ हामी रमाइलो गर्ने। यता हाम्रो आमाहरूलाई हेर्नु त, एकले अर्कालाई चाहिँ साथीमा चाहिँ फुल लगाउँदै अनि ढोक दिँदै चाहिँ एकले अर्कालाई आशीर्वाद दिँदै कस्तो रमाइलो गर्दै हुनुहुन्थ्यो। हेर्दै गर्नु साथीहरू के हुन्छ यहाँ चाहिँ। अनि यता हाम्रो पिसिआरले चाहिँ हाम्रो दिदी र हाम्रो साइना बडैनीलाई चाहिँ फुल दिँदै हुनुहुन्छ। मान्छे बयम सबै स्याउरा। अब हामी त स्याउरा बयम काम गर्न सक्छौँ। हामी त अब यता चाहिँ यहाँ नेमाया सुरु भइसक्यो। हाम्रो आमाहरूको अब चाहिँ हाम्रो नास्ता तयारी भइसक्यो। चिउरा र मासु हामी सबैजना मिलेर सुरुमा चाहिँ हामी बालबालिकाहरूलाई दिएका थियौँ। अनि त्यसपछि चाहिँ हामी सबैजना मिलेर खाएका थियौँ। खानापछि चाहिँ हामी फुर्तीको लागि फेरि सबैजना मिलेर आटा हुन्छ। त्यहाँदेखि चाहिँ भाउजू अनि बहिनीहरूले चाहिँ फुर्ती सबैजनालाई एक एकवटा चाहिँ हुन्छ।
नमस्ते ह्याप्पी न्यू इयर यहाँको त ह्याप्पी न्यू इयर सबैजनालाई गाएर कस्तो लागिरहेछ पिकनिक आएको एकदमै रमाइलो भयो मासु बान्दा बान्दा सबै सकियो लास्टमा यति छ खानुहुन्छ भने खानुहोस् अनि यता चाहिँ हाम्रो आमा समूहलाई चाहिँ चिउरा मासु पुगेको थिएन, 1-2जनालाई मात्र पुगेको थियो, अरू सबैले चाहिँ फ्रुटी मात्र लिँदै हुनुहुन्छ। अनि त्यो पनि एकदमै खुसी साथ। हाम्रो मिसले के खाँदै हो हालत फेरि यस्तो छ। अब हामी चाहिँ यता हाम्रो सफाइ कार्यक्रम हुँदैछ। हामीले खाएर फालेको कागज पत्ताहरू चाहिँ टिपेर हामी जलाउनको लागि सबैजना मिलेर गर्दैछौँ। त्यसपछि हामी चाहिँ टाटा बाई बाई गर्दै घर फर्किँदैछौँ। 2082 सालको पहिलो दिन चाहिँ हाम्रो यसरी बितेको छ रमाइलो साथ। अब चाहिँ हामी गाउँ आइपुगेका छौँ। आजको फोटो भिडियोहरू चाहिँ यति नै। वन्स मोर सबैजनालाई ह्याप्पी न्यू इयर, टाटा बाई बाई।